डुङ्गामा चढ्यौँ होइन हामी अब कहीँ डुङ्गामा केही छैन होइन होइन पानी फाल्नुपर्छ भनेर त भन्दै थियो पाँचजनाबाट बढी मिल्दैन भन्थ्यो कि केही छैन ल गाइस हामी डुङ्गामा चढ्यो यसमा चाहिँ महँगो किन नि दाइ त्यस ए 200 रहेछ हाम्रोमा चाहिँ कति यसमा खोइ कति भनेको थियो मैले हेर्दै हेरेन पैसा ए सस्तो रहेछ त नि ब्याट्री पनि लो भइसकेको छ यार अब यहाँ ढुङ्गा हल्ल्या देखेर त एकचोटि साथलो पुत्लै गयो होइन साथलो पुत्लै गयो ब्याट्री चुकै भयो ल बच्चाहरू पनि छ हामी त यहीँको यहीँ मात्र घुम्यो हुन्छ जस्तो ल पानी फाल्दै गर पानी फाल्दै गर केही छैन ठिक छ यस ल अगाडि अगाडि चाहिँ हेरौँ डुङ्गामा हिँडे हौँ ए यो डोरीबाट उता जानु नपाउनु दाइ त्यहाँबाट उता नजाने ए सिस्टम त्यस्तो रहेछ नि त डोरी राख्यो भए छिर्ने होइन कि भनेको छिर्छ अरे मिल्छ अरे बेसी टेन्सनै भएन नि हामीलाई ल ओहो हावा पनि सर चले पार्टी चाहिँ यस डुङ्गामा अब हिँडिरहेछौँ हामी होइन रमाइलो भइरह अब यस्तै हो यो चाहिँ कुलेखानीको ड्याम हो कुलेखानीको ड्याममा चाहिँ बोटिङको पनि व्यवस्था छ धेरै महँगो पनि छैन रहेछ 100 रुपियाँ मात्र हो एकजनाको 100 रुपियाँ सबैको 100 होइन कि एकजनाको 100 हो तर रमाइलो छ अब आज नयाँ वर्षको त्योमा हामी अब यता डुङ्गामा घुम्न आएको छौँ होइन भने त के रमाइलो हुनु है अब नयाँ वर्ष भएर यता मस्त दाइले चलाउनु भएको हामी चाहिँ अब पानीमा आनन्द हाम्रो अर्को पार्टी पो त्यहाँ आइसकेको छ ल आनन्दले त्यहाँ चाहिँ डोरीबाट यो त ल्याउँदो रहेछ कोही चाहिँ त्यो मोटरले चल्ने चाहिँ महँगो रहेछ हामी चाहिँ अब खोइ कता पुग्न लाग्यो कोही धेरै परै पुरा जस्तो हेर्दाखेरि त उतापट्टि पनि लाइन छ 5-6 वटा 1 2 3 4 5 6 7 8 वटा 9 वटा हाम्रो उता 9 वटा छ पछाडि एउटा आउँदैछ हाम्रो भ्यूहरू चाहिँ खाली होइन यता 5 जना पानी छु यता भित्र पानी आउँछ के पानी फाल्नुपर्छ अहिले पानी फाल्दैछ त्यहाँ बच्चा भयो र नि यसमा त न जाम
दाइले चाहिँ डुङ्गा चलाइरहनु भयो आनन्द हजुर हामी त यताबाट गाडी भाटामा पुग्यो भने त हामी त त्यहीँ झरे पनि हुन्छ क्या हो पुग्यो त पारि गाडी भाटामा पुग्यो भने त त्यहीँ झरे पानी पर्यो पानी पर्दैछ हो पानी पर्न लाग्यो हो झरिसक्यो मैले थाहा छ अघि नै चढ्न लाग्दै झरिसकेको थियो कि पानी चाँड गयो चाँड हिँडिहाल्नुपर्छ तातो पानी हो नि त ए मन्जिल पानी फाल्ने कार्यक्रम गरौँ न भाइ सँगै परे हो ग्याङै परे होला नि त पानी पर्यो डढाउनु त डढाउनु दाइ त्यहाँ दाइको हामी चाहिँ यो ढुङ्गा चढेर हिँडेर ज्याकेट लगाइसक्यो आनन्दले के गर्नु त यस्तै हो नयाँ वर्षमा घुम्न हिँडेको हामी सबैजना फेरि नचिन्नु मलाई फेरि भिडियो कसले बना हालेरै थाहा नहोला तपाईँहरूले भनेर मात्र हो नभए तपाईँले यहाँ दिन्थ्यो के गर्नु आनन्दले ज्याकेट लगाएर हिँडेको ल